हेलो नमस्ते सबैजनालाई। आज चाहिँ हामी मकालु गाउँपालिका वडा नम्बर 6 साबिक वडा नम्बर 8 मा रहेको माङ्मा पोखरी घुम्न जाँदैछौँ। यो गाउँलाई चाहिँ पेलेमिटार भन्छ। यो गाउँ धेरै रमाइलो छ। यो ठाउँमा पुगेपछि मजा छुट्टै हुन्छ। अनि यो गाउँको माथि पैयो फुलहरू फुलिरहेको छ। हामी जानुपर्ने चाहिँ यो उकालो हो। साथीहरू थियो सबै पछाडि रहनुभयो। हामी तीनजना चाहिँ अगाडि जाँदैछौँ। अनि यो पैयो फुल चाहिँ नजिकबाट बल्ल देख्नु पाएँ। र यो हाम्रो जङ्गलको बाटो उकालो यस्तो रमाइलो क्या। मलाई चाहिँ गाउँमा हुर्केको भएर होला सहर बजार भन्दा चाहिँ गाउँ जस्तै गाउँघर जङ्गलै मनपर्छ। फाइनली हामी माङ्मा पोखरी पुग्यौँ। यो पोखरी चाहिँ ढुङ्गाको बिचमा पानी आउने ठाउँ पनि कहीँ छैन। आफै भएको पोखरी हो। धेरै राम्रो छ। अनि यो चाहिँ ओडारभित्र रहेको फलैचा हो। त्यही पोखरी जाँदा बिसाउने ठाउँ। अनि हामी चाहिँ फर्क्यौँ। यो के हो च्याउ जस्तो थियो बाटो। तपाईँहरू पनि आउनु होला। धेरै रमाइलो छ। धन्यवाद सबैजनालाई।